हामी चाहिँ अब छुट्टिन लागेको छौँ। हामी चाहिँ सेसुन पुग्ने, उनीहरू चाहिँ के अरे ढाड खर्क पुग्ने। अब बासा चाहिँ यतै हुन सक्छ होइन रे भाइ? के छ र? होइन के छ के त? ढाड खर्कतिर बस्ने हो त? सेचुनै पुग्ने। म ढाड खर्क बस्छु के हो केटा? म त हिँड्न सक्दैन। हुन्छ बरु यार ढाड खर्क ऊ हरियो डाँडा काटेर त कुहिरो चरामा पुग्नु पर्छ। सेसुन त झन् माथि यार। त्यस्तै छ गाइस। वीरेन्द्र उहाँ बेसीमा झरेर गोरुहरू गाई चराउँदैछ। हाम्रो भैँसी त्यहाँ छन् ती ठुल्दा आन भएको छैन, त्यही भएर गइरहेछन्। यस्तै हो यार, लास्टै भइसक्यो यार। अब यस्तै त बुकीमा आएर माट्ने भनेकै हामी होला सायद यार। निदा लागिसक्यो निदा लागिसक्यो रे। अब के गर्ने, अब जानी हो होला। अब छुट्टिने दिन आइसक्यो, कसरी छुट्टिम भन्ने भएको छ यहाँ। के गर्ने यार, मोर कहाँ के त यार। यहाँ चिल उडिरहेछ यार। कता गयो मादर छ देउराल काटो, त्यसलाई खिच्दैन यार। लगाइस अब चाहिँ हामी सेचुन पुग्छौँ। सेचुन चाहिँ आउने हाम्रो पनि छन् नातिनीहरू त्यहाँ छन् मान्छेहरू है। तो गाइस हामी चाहिँ यहाँ जौले घाँटी चाहिँ काट्यौँ है। त्यही यो रुन चाहिँ बिसाउनु भन्ने बल्ल बल्ल रोइ रोइ काट्यौँ। निर्माण छ वीरेन्द्र दाई, माया मेरो भैँसी यहाँ छ, मोहन दाईको भैँसी यहाँ छ है। म चाहिँ लास्टै ढौसँग त आएको थिएँ, तर गाइस कुम्लो छिजो गाडी चामल बोकिरहेको थिएँ। कुम्लो छिजो होइन, यहाँ चाहिँ मुर्छला भइहाल्दो के अरे त्यो होइन। अनि हामी जाने चाहिँ यो पल्लो घाँटी काटेर जाने, जौले घाँटी यो भैँसी गइसकेँ। मेरो कुम्लो छिजेर बसिरहेको छु म। एकदमै भारी गरुङो भयो कि मैले त छपाटी चामल हालिदिएको, लास्टै गरुङो भएको सम्म यार है। मैले पारा उठै छोडेँ हिँड्न नसकेर, रित्तै भएर भारी नभए पछाडि चाहिँ ल्याउँथेँ। सुस्तै हिँडिरहेको थियो, तर भारी छ अनि झट्कासँग हिँड्न पर्यो भारी भए पछाडि। अनि तर सकेन, उहीँ छाडिदिएको अनि फर्काइ लगिसकेँ। अझै भैँसी त्यहाँ पुगेँ, म पनि जाने कुरा हुन्छ है। सो गाइस नेक्स्ट भिडियो मुर्छला पुगेपछि बनाउँछु म है। म कुम्लो छिजिरहेछ बनाउँछु ल गाइस। बल्ल यहाँ मुर्छला आइयो। दाइरो निर्माण पर आराम छ, दाइ आउनु भयो। यो चाहिँ मुर्छला हो गाइस। सेचुन हामी जाने गोठ चाहिँ तपाईँले जुम गरिदिन्छु। यहाँ चाहिँ हामी जाने हो ल, यो गोठमा ल। हामी चाहिँ यहाँ जाने ल है। भैँसीले डाँडा काटे, अब हेर्न सक्नुहुन्छ। म त यस्तो अवस्थामा छु लास्ट भएर अटोराले काट्यो, एकदमै भारी भयो क्या। ढोडो काटियो गाइस। अझै जाने चाहिँ ठ्याक्कै उहाँ हो, त्यो हरियालीमा जाने हो। घरे कान्छा चाहिँ पहिला माथि बस्नु हुँदो रहेछ क्या, अहिले तल सेउलाली गोठबाट बस्नु हुँदो रहेछ। चेमाली फुलेरै रनबन फुलेर झिलिमिली छ ल गाइस। नेक्स्ट भिडियो ल। हामी त्यो बेलाको समयमा हामी वारी मुर्छला आइपुग्यौँ। यहाँ निर्माण भारी पुग्यो। एउटा फर्के त बिजोग सिद्धिने छ। के छ त खबर, कसरी आइयो त? एकदम बिजोग वीरेन्द्र भैँसीले चाहिँ बिजोग होइन, हामीले चाहिँ भारीले बिजोग बनायो। राउटे गोरु भन्ने अलि डाँडा पाखा गरेर छ। ओ माडर चोटे त घाँस चाहिँ एकदमै छ है। यहाँ चाल्ने साग पनि छ। यहाँ त्यो पिटिङ रेल मुख ठुट्नु झिकिएर आज होइन। मेरो कालेल त झन् ए चाल्ने साग त डेन्जर रहेछ यार। माले काले घनिदिन गरेका छन् भैँसी। म चाहिँ यता अहिले त ओह्रालोमा त मलाई नि हल्का भइरहेको छ, थाप्ला खाइरहेको छ हल्का। केही छैन, घाँसको कुरा गर्ने भने त्यस्तो छ यहाँ। डमहरू यो बच्चा माले भाइ टेको छ त्यताबाट आएर त ठुलो बाटो छ क्या। अहिले फेरि यिनीहरू चाहिँ अहिले पुरानोमा हामी बच्चा हुँदा चाहिँ हामी सानो हुँदाखेरि पुगी आउँदा त्यतादेखि चाहिँ हामी उहाँदेखि सर यो बाटो ठुलो बाटोबाट आउँथ्यौँ के पारीको। अहिले चाहिँ डाँडा डाँडा झार्दो रहेछन्। हामी डाँडा डाँडा झारीको झरे हो रे के जथा त यहाँ है। बाँकी चाहिँ हामी सेचुन पुगेपछि घाँसको त कुरै नगरौँ ल। घाँस त डेन्जर छ यहाँ। भैँसीहरू हामी अहिले छिटो आउँथ्यौँ, हामीलाई पनि ढौ भयो। फेरि
मोहन दाईको बेहुनी भैँसी थियो अनि बिस्तारै चाहिँ लिएको हामीले। अहिले त ओह्रालोमा त आफै हिँडिरहेछ मेरो भैँसी चाहिँ। यहाँ पारा चाहिँ मैले छाड्दिएँ दाइ यहाँ। हामी जाने चाहिँ त्यहाँ अलिअलि गोठ देखिरहेछ, गोठे हो। अब हामी जाने हो। ल ल ल केटा हो, ल हामी चाहिँ गएको गाइस। नेक्स्ट भिडियो हेर चेमाली फुलिरहेछ गाइस। भैँसी गाई जोगाउने चाहिँ गुरु भनेको चाहिँ यही चेमालीदेखि हो। यो एकदम फुलिरहेछ हेर्न सक्नुहुन्छ है। हामी चाहिँ अहिले मुर्छला यता भइहाल्यो। यहाँ मेरो पछाडि गोठ पनि देख्न सक्नुहुन्छ है। सो मेरो हालत हेर्नुहोस् है। हाम्रो दाईको माले गोरु यहाँ चरिरहेछ। घाँसको त कुरै नगरौँ है, घाँस एकदम दामी छ। केटाहरूले लखटिरहेछन्। हामी पुग्ने चाहिँ यहाँबाट आइसक्यौँ है। हामी चाहिँ यो गोठमा जाने हो, यहाँनिर जाने हो। अबबाट आइसक्नु लाग्यो। हामी अब यो डाँडा काटेपछि सकियो गाइस।